नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्न जाँदैछौँ जसले तपाईँको जीवनलाई बाहिरबाट शान्त देखाए पनि भित्रभित्रै थकित, अन्योलग्रस्त र निर्णयहीन बनाइरहेको हुन सक्छ। कहिले यस्तो भएको छ, सानो निर्णय लिनुपर्ने थियो तर सोच्दै सोच्दै रात बित्यो? फोन उठाउने कि नउठाउने, हो भन्ने कि नाइ भन्ने, सुरु गर्ने कि पर्खिने, अनि अन्त्यमा केही पनि भएन। यही हो ओभरथिङ्किङ। ओभरथिङ्किङ कुनै ठुलो आवाजमा आउने समस्या होइन। यो चिच्याउँदैन, यो बिस्तारै शान्त तरिकाले तपाईँको निर्णय गर्ने क्षमता खोस्दै जान्छ। ओभरथिङ्किङ वास्तवमा के हो? धेरै सोच्नु बुद्धिमानी होइन। ओभरथिङ्किङ भनेको एउटै कुरा बारम्बार घुमाई घुमाई सोच्नु हो, तर समाधानतर्फ होइन, डरतर्फ। यहाँ तपाईँ भविष्यको गलत नतिजा कल्पना गर्नुहुन्छ, अतीतका गल्तीहरू दोहोर्याएर सम्झनुहुन्छ र वर्तमानमा निर्णय गर्न डराउनुहुन्छ। ओभरथिङ्किङले तपाईँलाई यस्तो भन्छ, अझ पर्ख, अझ सोच, तर वास्तवमा त्यसले भन्छ, अब निर्णय नगर। ओभरथिङ्किङ र निर्णय शक्ति बीचको सम्बन्ध। निर्णय शक्ति भनेको पूर्ण जानकारी पाएपछि तुरुन्तै सही निर्णय लिन सक्ने क्षमता हो, तर ओभरथिङ्किङले जानकारीलाई डरमा बदलिदिन्छ। तपाईँले विकल्प देख्नुहुन्न, तपाईँले जोखिम मात्र देख्नुहुन्छ। तपाईँलाई लाग्छ, गलत भयो भने मान्छेले के भन्लान्, मैले किन लेस्ती निर्णय गरेँ? यस्तो सोच दोहोरिरहँदा दिमाग थाक्छ। थाकेको दिमागले निर्णय गर्दैन, त्यो ढिलाइ गर्छ। र याद राख्नुहोस्, ढिलाइ पनि एक निर्णय हो, तर त्यो निर्णय तपाईँको पक्षमा हुँदैन। ओभरथिङ्किङले समय कसरी चोर्छ? ओभरथिङ्किङले तपाईँको समय चोर्दैन, यो तपाईँको ऊर्जा चोर्छ। निर्णय नगर्दा अवसर बग्छ, आत्मविश्वास घट्छ, आफूमाथि नै शङ्का बढ्छ। बिस्तारै तपाईँ यस्तो सोच्न थाल्नुहुन्छ, म निर्णय गर्नै सक्दिनँ, र यही विश्वासले तपाईँको व्यक्तित्व कमजोर बनाउँछ। ओभरथिङ्किङको मनोवैज्ञानिक जाल। ओभरथिङ्किङको जड डर हो। असफल हुने डर, गलत देखिने डर, अस्वीकृत हुने डर। तर यहाँ एउटा सत्य छ, निर्णय नगरेर बचिएको असफलता भन्दा निर्णय गरेर सिकेको पाठ धेरै मूल्यवान हुन्छ। तर ओभरथिङ्किङले यो सत्य तपाईँलाई देख्न दिँदैन। यसले तपाईँलाई पर्फेक्ट डिसिजन खोज्न लगाउँछ, जबकि वास्तविक जीवनमा पर्फेक्ट निर्णय हुँदैन, केवल प्रगति गर्ने निर्णय हुन्छ। आजको सन्देश। यदि तपाईँ आज धेरै सोच्दै हुनुहुन्छ, निर्णय टार्दै हुनुहुन्छ, आफूभित्र अलमल महसुस गर्दै हुनुहुन्छ भने याद राख्नुहोस्, समस्या तपाईँ होइन, समस्या ओभरथिङ्किङको बानी हो, र बानी परिवर्तन गर्न सकिन्छ। दिमाग किन ओभरथिङ्किङमा फस्छ? अब एकछिन सोचौँ, के हामी जानी जानी धेरै सोचिरहेका हुन्छौँ, वा हाम्रो दिमाग आफै यसरी चलिरहेको हुन्छ? साँचो कुरा के हो भने ओभरथिङ्किङ तपाईँको कमजोरी होइन, यो तपाईँको दिमागको सुरक्षात्मक प्रणाली हो, तर गलत दिशामा प्रयोग भएको। मानव दिमागको पहिलो जिम्मेवारी सफल बनाउनु होइन, सुरक्षित राख्नु हो। पुरानो समयदेखि नै दिमाग खतरा चिन्न सिकेको हो। जङ्गलमा खतरा देख्दा धेरै सोच्नु आवश्यक थियो, तर आजको आधुनिक जीवनमा खतरा जनावर होइन, खतरा निर्णय हो। नयाँ काम सुरु गर्ने निर्णय, कुनै सम्बन्ध तोड्ने निर्णय, आफ्नो विचार व्यक्त गर्ने निर्णय, यी सबैलाई दिमागले खतराको सङ्केत जस्तै लिन्छ। त्यसपछि दिमाग भन्छ, रोक, सोच, फेरि सोच। अब हामी बुझ्नेछौँ ओभरथिङ्किङको चक्र, द लुप। ओभरथिङ्किङ प्राय एउटा घुम्ती जस्तै हुन्छ। 1. तपाईँले कुनै निर्णय सोच्नुहुन्छ। 2. दिमागले सम्भावित नकारात्मक परिणाम देखाउँछ। 3. तपाईँ डराउनुहुन्छ। 4. डरले फेरि सोच्न लगाउँछ। 5. फेरि त्यही विचार दोहोरिन्छ। यो चक्र बिस्तारै दिमागलाई थकित बनाउँछ, र थकित दिमागले सही निर्णय गर्न सक्दैन। किन केही मानिस बढी ओभरथिङ्क गर्छन्? सबै मानिस ओभरथिङ्क गर्छन्, तर केही मानिसमा यो बढी देखिन्छ। प्राय कारणहरू अत्यधिक जिम्मेवारी बोध, बाल्यकालमा आलोचना धेरै सुनेको, गल्ती गर्नु हुँदैन भन्ने सोच, अरूको विचारप्रति धेरै संवेदनशीलता। यस्ता मानिसहरू गल्ती गर्नुभन्दा निर्णय नै नगर्न सुरक्षित ठान्छन्, तर यही सोच सबैभन्दा ठुलो जाल हो। ओभरथिङ्किङ र नियन्त्रणको भ्रम। ओभरथिङ्किङले तपाईँलाई यस्तो अनुभूति दिन्छ, म धेरै सोच्दैछु त्यसैले म नियन्त्रणमा छु, तर वास्तविकता उल्टो हुन्छ। धेरै सोच्दा तपाईँ परिस्थितिलाई नियन्त्रण गर्नुहुन्न, परिस्थिति तपाईँलाई नियन्त्रण गर्छ। विचारहरूले तपाईँलाई तान्छन् अनि निर्णय शक्ति बिस्तारै हराउँछ। भावनात्मक ओभरथिङ्किङ भर्सेस तर्कसङ्गत सोच।
ओभरथिङ्किङ भावनाबाट चल्छ, तर्कबाट होइन। तर्कले भन्छ सबै कुरा थाहा नहुँदा पनि एउटा कदम चाल्न सकिन्छ, तर ओभरथिङ्किङ भन्छ यदि सबै स्पष्ट छैन भने केही पनि नगर। यही कारणले ओभरथिङ्किङले निर्णयलाई रोक्छ, अवसरलाई ढिलाइ गराउँछ। याद राख्नुहोस्, ओभरथिङ्किङ तपाईँको शत्रु होइन, यो गलत तरिकाले प्रयोग भएको सुरक्षात्मक चेतावनी हो। जब तपाईँ दिमागको यो चाल बुझ्नुहुन्छ, तब मात्र तपाईँ यसलाई नियन्त्रण गर्न सुरु गर्न सक्नुहुन्छ। ओभरथिङ्किङले आत्मविश्वास कसरी कमजोर बनाउँछ? आत्मविश्वास कुनै ठूलो आवाज होइन, यो भित्रबाट आउने शान्त भरोसा हो। म निर्णय गर्न सक्छु। तर ओभरथिङ्किङले यही भरोसालाई बिस्तारै खियाउँछ। आत्मविश्वास कहाँबाट आउँछ? आत्मविश्वास सोचबाट होइन, अनुभवबाट आउँछ। जब तपाईँ निर्णय गर्नुहुन्छ, कदम चाल्नुहुन्छ, नतिजा देख्नुहुन्छ, तब दिमागले सिक्छ म सक्षम छु। तर जब ओभरथिङ्किङले निर्णय रोकिन्छ, अनुभव नै हुँदैन। अनुभव नभएपछि आत्मविश्वास कसरी बढोस्? आफूमाथि शङ्का गर्ने बानी। ओभरथिङ्किङको सबैभन्दा खतरनाक असर आफूमाथिको शङ्का हो। तपाईँ सोच्न थाल्नुहुन्छ, म सधैँ गलत निर्णय गर्छु होला, म अरू जस्तो सक्षम छैन, मैले निर्णय नगरेकै राम्रो। यी विचारहरू एक दिनमा जन्मिँदैनन्, यी बिस्तारै हरेक टारेको निर्णयसँग बलियो बन्छन्। प्रत्येक पटक तपाईँ निर्णय टार्नुहुन्छ, दिमागले एउटा सन्देश पाउँछ, म आफूलाई विश्वास गर्दिनँ। र जब दिमागले यो सन्देश बारम्बार पाउँछ, आत्मसम्मान कमजोर हुन्छ। यही कारणले ओभरथिङ्किङ गर्ने मानिस अक्सर भन्छ, म चाहन्छु तर म सक्दिनँ। ओभरथिङ्किङ गर्ने मानिस आफ्नो निर्णयभन्दा अरूको विचारलाई बढी महत्त्व दिन्छ। तपाईँ सोच्नुहुन्छ, उनीहरूले के भन्लान्? यदि गलत भयो भने? म मूर्ख देखिएँ भने? यसले तपाईँलाई आफ्नो भित्री आवाजभन्दा बाहिरी आवाजमा निर्भर बनाउँछ। र जब निर्णय अरूले चलाउँछन्, आत्मविश्वास आफै हराउँछ। असफलताको डर र आत्मविश्वास। ओभरथिङ्किङले असफलतालाई अन्त्य जस्तै देखाउँछ। तर सत्य के हो भने असफलता आत्मविश्वास तोड्दैन, निर्णय नगर्नुले तोड्छ। किनकि असफल हुँदा पनि तपाईँले प्रयास गर्नुभएको हुन्छ, तर निर्णय नगर्दा तपाईँले आफूलाई नै रोक्नुहुन्छ। यदि तपाईँ आत्मविश्वास कम भएको महसुस गर्दै हुनुहुन्छ भने आफूलाई दोष नदिनुहोस्। आत्मविश्वास हराएको होइन, अभ्यासमा नआएको मात्र हो। र अभ्यास सुरु हुन्छ सानो निर्णयबाट। अब हामी बुझ्नेछौँ ओभरथिङ्किङले निर्णय किन जटिल बनाउँछ। निर्णय स्वाभाविक रूपमा यति गाह्रो हुँदैन, हामीले नै यसलाई जटिल बनाउँछौँ। र त्यो जटिलताको मुख्य कारण हो ओभरथिङ्किङ। साधारण निर्णयलाई भारी बनाउने प्रक्रिया। मानौ तपाईँले एउटा सानो निर्णय लिनुपर्नेछ, कुन बाटो रोज्ने, कुन काम सुरु गर्ने, कसैसँग कुरा गर्ने कि नगर्ने। ओभरथिङ्किङ नभएको अवस्थामा तपाईँ तुरन्तै सोच्नुहुन्छ, यो अहिले ठिक लाग्छ, म यसैलाई रोज्छु। तर ओभरथिङ्किङ सुरु भएपछि दिमागले प्रश्नको पहाड बनाउँछ। यदि यो गलत भयो भने अर्को विकल्प अझ राम्रो होला, अहिले निर्णय गर्नै पर्छ र? यसरी एउटा सरल निर्णय धेरै विकल्प र डरको भारले भारी बन्छ। विकल्प धेरै हुनु पनि समस्या हो। ओभरथिङ्किङ गर्ने मानिस सबै सम्भावना सोच्न खोज्छ, तर धेरै विकल्प सोच्नु बुद्धिमानी होइन, अस्थिरता हो। दिमागले एकैचोटि धेरै सम्भावना सम्हाल्न सक्दैन, त्यसैले ध्यान टुट्छ, स्पष्टता हराउँछ, निर्णय टर्छ र अन्त्यमा केही पनि हुँदैन। पर्फेक्ट डिसिजनको भ्रम। ओभरथिङ्किङको मूलमा एउटा भ्रम लुकेको हुन्छ, मलाई पर्फेक्ट निर्णय चाहिन्छ। तर जीवनमा पर्फेक्ट निर्णय हुँदैन। हरेक निर्णयसम्म जोखिम हुन्छ, अनिश्चितता हुन्छ। जब तपाईँ पर्फेक्ट निर्णय खोज्नुहुन्छ, तपाईँ वास्तवमा निर्णयबाट भाग्दै हुनुहुन्छ। ओभरथिङ्किङले विश्लेषणलाई अत्यधिक बनाउँछ। विश्लेषणको उद्देश्य हो दिशा पत्ता लगाउनु, तर ओभर एनालिसिसले दिशा होइन, घुम्ती बनाउँछ। तपाईँ एउटै बिन्दुमा घुमिरहनुहुन्छ तर अगाडि बढ्नुहुन्न। अब हामी बुझ्नेछौँ सानो निर्णयको शक्ति। निर्णय शक्ति ठूला निर्णयबाट होइन, सानो निर्णयबाट फर्किन्छ। आज के लगाउने, के खाने, कसलाई फोन गर्ने, यस्ता साना निर्णय छिटो लिनुहोस्। यसले दिमागलाई यो सन्देश दिन्छ, म निर्णय गर्न सक्छु। बिस्तारै ठूला निर्णय पनि सजिला लाग्न थाल्छन्। निर्णय कठिन होइन, हामीले बनाएको डर कठिन हो। जब तपाईँ सोच्न छोडेर सानो कदम चाल्नुहुन्छ, तपाईँको निर्णय शक्ति फेरि जाग्छ। अब हामी बुझ्नेछौँ ओभरथिङ्किङ तोड्ने पहिलो व्यावहारिक उपाय, दिमागलाई शान्त पार्ने कला।
हिलेसम्म हामीले ओभरथिङ्किङ के हो, यसले निर्णय शक्तिलाई कसरी कमजोर बनाउँछ भन्ने बुझ्यौँ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यसलाई रोक्ने कसरी? ओभरथिङ्किङ रोक्न पहिलो काम निर्णय गर्नु होइन, पहिलो काम हो दिमागलाई शान्त बनाउनु। किन शान्त दिमाग आवश्यक छ? उत्तेजित दिमाग निर्णय गर्दैन, त्यो केवल प्रतिक्रिया दिन्छ। जब दिमागमा डर हुन्छ, चिन्ता हुन्छ, भावनात्मक दबाव हुन्छ, त्यस अवस्थामा सही निर्णय असम्भव हुन्छ। त्यसैले ओभरथिङ्किङ तोड्ने पहिलो कदम हो दिमागलाई पज दिनु। 3 मिनेट रिसेट टेक्निक। अब म तपाईलाई एउटा अत्यन्त सरल तर शक्तिशाली अभ्यास बताउँछु। जहाँ हुनुहुन्छ आरामसँग बस्नुहोस्, आँखा हल्का बन्द गर्नुहोस्, गहिरो सास लिनुहोस् 4 सेकेन्ड, सास रोकेर राख्नुहोस् 2 सेकेन्ड, बिस्तारै सास छोड्नुहोस् 6 सेकेन्ड। यो प्रक्रिया 3 मिनेटसम्म दोहोऱ्याउनुहोस्। यसले दिमागलाई यो सन्देश दिन्छ, अहिले खतरा छैन। शान्त दिमागमा ओभरथिङ्किङ कमजोर हुन्छ। विचारलाई दिमागबाट कागजमा झार्नुहोस्। ओभरथिङ्किङ तब बढ्छ जब विचार दिमागभित्रै घुमिरहन्छ। त्यसैले सबै चिन्ता, सबै डर, सबै यदि भएन भने कागजमा लेख्नुहोस्। जब विचार बाहिर आउँछ त्यो हलुका हुन्छ। दिमागले अब त्यसलाई सम्हालिरहनु पर्दैन। निर्णयका लागि समय सीमा राख्नुहोस्। ओभरथिङ्किङलाई अनन्त समय मनपर्छ। त्यसैले निर्णयका लागि सीमा तोक्नुहोस्। जस्तै सानो निर्णय 5 मिनेट, मध्यम निर्णय 24 घण्टा। समय सकिएपछि उपलब्ध जानकारीमा आधारित निर्णय लिनुहोस्। याद राख्नुहोस्, ढिलाइ भन्दा अपूर्ण निर्णय राम्रो। ओभरथिङ्किङ ट्रिगर चिन्नुहोस्। ध्यान दिनुहोस्, ओभरथिङ्किङ प्राय एकै समयमा सुरु हुन्छ। राति, एक्लोपनमा, फोन स्क्रोल गर्दा, यी नै तपाईँका ट्रिगर हुन्। जब तपाईँले ट्रिगर चिन्नुहुन्छ, ओभरथिङ्किङको शक्ति आधा घट्छ। ओभरथिङ्किङ रोक्न जबरजस्ती सोच बन्द गर्नु पर्दैन। दिमागलाई शान्त बनाउँदा सोच आफै सन्तुलित हुन्छ। ओभरथिङ्किङ पूर्ण रूपमा एकै दिनमा हट्दैन, तर यसलाई नियन्त्रण गर्न एउटा अभ्यास अत्यन्त प्रभावकारी हुन्छ। 70% रुल, निर्णयको सरल सूत्र। जीवनमा 100% निश्चित निर्णय हुँदैन। यदि तपाईँलाई 70% ठिक लागिरहेको छ भने त्यो पर्याप्त हो। बाँकी 30% अनुभवले सिकाउँछ। आफूलाई भन्नुहोस्, यो पूर्ण छैन, तर अगाडि बढ्नका लागि पर्याप्त छ। यही सोचले ओभरथिङ्किङको जाल तोड्छ। ओभरथिङ्किङले वर्स्ट केस सिनारियो बढाइ चढाइ देखाउँछ। त्यसैले आफ्नो मनलाई प्रश्न गर्नुहोस्, सबैभन्दा खराब के हुन सक्छ? के म त्यसलाई सम्हाल्न सक्दिनँ? के त्यो स्थायी हुनेछ? 90% अवस्थामा वर्स्ट केस सही नै हुन्छ। यो बुझ्दा निर्णय गर्न साहस बढ्छ। म सिक्न तयार छु भन्ने प्रतिज्ञा। निर्णय गर्नु भनेको सफल हुनुपर्छ भन्ने होइन। निर्णय गर्नु भनेको सिक्न तयार हुनु हो। आफूलाई भन्नुहोस्, गल्ती भए पनि म त्यसबाट सिक्नेछु। यसले दिमागको डर प्रणालीलाई शान्त बनाउँछ। अब अन्त्यमा एक गहिरो सत्य सम्झौँ। ओभरथिङ्किङले तपाईँलाई सुरक्षित बनाउँदैन, यसले तपाईँलाई स्थिर बनाउँछ। तर निर्णयले सानो भए पनि तपाईँलाई अगाडि बढाउँछ। तपाईँलाई सबै उत्तर थाहा हुनु आवश्यक छैन। तपाईँलाई पहिलो कदम चाल्न मात्र साहस चाहिन्छ। आजबाट सुरु गर्ने 3 साना कदम। सानो निर्णय छिटो लिनुहोस्। सोचलाई कागजमा झार्नुहोस्। डरलाई रोक होइन, सङ्केतको रूपमा लिनुहोस्। याद राख्नुहोस्, स्पष्टता सोचेर आउँदैन, कदम चालेर आउँछ। अन्तिम सन्देश, यदि तपाईँ आज पनि अलमलमा हुनुहुन्छ भने आफूलाई दोष नदिनुहोस्, तर अब ओभरथिङ्किङलाई निर्णयको मालिक नबनाउनुहोस्। तपाईँ सक्षम हुनुहुन्छ, तपाईँ सिक्दै जानुहुन्छ र तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। शान्त रहनुहोस्, आफ्नो निर्णयमा भरोसा गर्नुहोस्। यहीँबाट तपाईँको जीवनको दिशा बदलिन थाल्छ।